हेलो डियर प्यारेन्ट्स, आज म हजुरहरूसँग बच्चालाई रुगाखोकी लाग्दा घरमा नै गर्न सकिने एकदमै सजिलो र इफेक्टिभ रेमेडीहरू सेयर गर्दैछु, जुन मैले मेरो बच्चाहरू र खुद आफूलाई पनि युज गर्छु। यी रेमेडीहरू बनाउन एकदमै सजिलो छ, धेरै मेहनत पनि गर्नु पर्दैन र धेरै समय पनि लाग्दैन। तर ती रेमेडीहरू कसरी बनाउने र के सावधानीहरू अपनाउने भनेर जान्नु धेरै महत्त्वपूर्ण हुन्छ। त्यसैले भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नु होला है त। एक ज्वानोको पोटली। यो बच्चाहरूको बन्द नाक खोल्न र रुगाखोकीमा राहत दिन प्रयोग गरिने निकै इफेक्टिभ रेमेडी हो। यसको लागि 2 चम्चा ज्वानो र 4वटा छोडाएको लसुन ल्याउनुस् अनि सबैभन्दा पहिले भाँडालाई ग्यासमा राखेर हल्का तताउनुस्। त्यसपछि ज्वानो र लसुन हाल्नुस् र आगो मधुरो बनाएर 2-3 मिनट भुट्नुस्। जब ज्वानोबाट मिठो बास्ना आउन थाल्छ, रङ अलि गाढा हुन्छ र हल्का पड्किन थाल्छ, तब ग्यास निभाउनुस् र अर्को भाँडामा खनाउनुस्। अब हल्का सेलाएपछि सफा सुतीको कपडा वा रुमालको बीचमा राख्नुस् र कपडाको चारै कुनाहरू जम्मा गरेर सानो पोको बनाउनुस् र धागो वा रबरले मजाले बाँध्नुस् ताकि ज्वानो बाहिर ननिस्कियोस्। अब यो पोकोलाई बच्चा सुतेको बेला उसको नाकले बास्न पाउने गरी सिरानीको छेउमा सुरक्षित दूरीमा राखिदिनुस्। तर यो पोटली बच्चाको नजिक राख्नु अघि सधैँ आफ्नो हातको पछाडि राखेर तापक्रम चेक गर्नुस्। यो धेरै तातो हुनु हुँदैन। सानो बच्चाको छाला निकै नरम र संवेदनशील हुन्छ। तातो पोटलीले बच्चाको छाला पोल्न सक्छ, त्यसैले यसलाई सिधै छालामा नराख्नुस्। पोटली बच्चाको नजिक राख्दा यति दूरीमा राख्नुस् कि बच्चाले त्यसलाई समातेर मुखमा हाल्न वा जिउमा खन्याउन नसकोस्। ज्वानोको सानो सानो दाना बच्चाको श्वास नलीमा पर्न सक्छ, त्यसैले पोटली मजाले बाँध्नुस्। यदि ज्वानोको बास्नाले बच्चालाई धेरै आछ्यु आयो वा असजिलो भयो भने तुरुन्तै हटाउनुस्। यो प्राकृतिक उपायले बच्चाको रुगाखोकी कम गर्न र शान्तसँग निदाउन धेरै मद्दत गर्छ। 2 लसुन, ज्वानो र तोरीको तेलको मिश्रण। यो बच्चाको लागि प्राकृतिक भिक्स जस्तै हो। यसले छातीमा जमेको कफ पगाल्न र शरीरलाई न्यानो राख्न मद्दत गर्छ। यो बनाउनको लागि आधा कप तोरीको तेल, 1 चम्चा ज्वानो र छोडाएर बीचबाट काटेको 4-5 पोटी लसुन ल्याउनुस्। अब एउटा भाँडामा तेल हालेर ठिक्कको आगोमा तताउनुस् र तेल हल्का तातेपछि त्यसमा लसुन हाल्नुस्। लसुन हल्का रातो हुन थालेपछि ज्वानो पनि हाल्नुस् र कालो नभएसम्म मजाले पकाउनुस्। अब भने ग्यास निभाउनुस् र तेललाई एउटा सफा भाँडामा छानेर राख्नुस् र प्रयोग गर्ने बेलामा थोरै मात्रामा निकालेर मनतातो बनाइपुग्छ। अब यो तेललाई बच्चाको छाती, ढाड, पैताला र हत्केलामा हल्का हलुका हातले गोल गोल गर्दै मसाज गरिदिनु, जसले शरीरमा तुरुन्तै तातोपन आउँछ। र थोरै तेल औलामा लिएर बच्चाको नाकको डाडीको दुवैतिर हल्का लगाइदिँदा बन्द भएको नाक पनि खुल्छ। तर तातो तेल कहिले पनि नलगाइदिनु होला। साथै बच्चाको छालामा कतै घाउ, खटिरा वा एलर्जी छ भने पनि यो तेल नलगाइदिनुस् र आँखा, मुख र टाउकोमा पनि नलगाइदिनुस्। यदि बच्चा 6 महिनाभन्दा सानो छ भने धेरै कडा मसाज गर्नु पर्दैन, हल्का तेल लगाइदिँदा मात्र पुग्छ। र तेल लगाएपछि बच्चालाई सुतीको लुगा लगाइदिनुस् ताकि शरीरको तातोपन बाहिर नजाओस्। 3 नुन पानीको घोल। नुन पानीको घोल पनि बच्चाको रुगाखोकीमा प्रयोग गरिने एकदमै सजिलो, सुरक्षित र प्रभावकारी उपाय हो। यसले नेचुरल नेजल स्प्रेको काम गर्छ, जसले बन्द नाक खोल्न मद्दत गर्छ र घाँटीको खसखस पनि कम हुन्छ। यसको लागि 1 कप सफा पानी र थोरै नुन ल्याउनुस्। अब 1 कप पानीलाई कम्तीमा 5 मिनट मजाले उमाल्नुस् ताकि यसमा भएका कीटाणुहरू मरुन्। अब तातो पानीमा नुन हालेर मजाले घोल्नुस् र सेलाउन दिनुस्। सेलाएर मनतातो भएपछि एउटा सफा भाँडामा खनाएर राख्नुस् र 1-1 थोपा बच्चाको दुवै नाकमा हालिदिनुस् र नाक हल्का हातले हल्लाइदिनुस्, जसले सुक्खा सिगारलाई नरम बनाउँछ र बन्द नाक पनि खोल्छ। साथै बच्चा अलि ठुलो वा 1 वर्ष माथि छ भने नुन पानीले कुल्ला गर्न र थोरै निल्न पनि लगाउनुस्। यसले घाँटीको दुखाइ र खसखस पनि कम गर्छ। तर ध्यान दिनुपर्ने कुरा, नुन धेरै नहाल्नुस्। धेरै कडा घोलले बच्चाको नाकको भित्री नरम भागलाई पोल्न सक्छ। बनाएको 24 घण्टापछि त्यो पानी प्रयोग नगर्नुहोस्। हरेक दिन नयाँ घोल बनाउनु राम्रो हुन्छ। यदि बच्चाले नाकमा थोपा हाल्न मानेन वा धेरै रोयो भने जबरजस्ती नगर्नुस्। र बच्चा 6 महिनाभन्दा मुनि छ भने त्यो नुन पानी सिधै नाकमा नहालेर पहिला कपासमा 2 थोपा राख्ने र बुढी र छोरी औलाको सहायताले कपासलाई बेटार्दै लाम्चो बनाएर दुवै नाकमा घुमाइदिनु होला। 4 कोठामा तातो पानीको बाफ छोड्ने। कोठामा तातो पानीको बाफ छोड्दा हावामा मोइस्चर बढ्छ र बच्चाको सुक्खा भएको श्वास नली नरम हुन्छ। यसको लागि धेरै केही गर्नु पर्दैन, मात्र एउटा भाँडा वा इलेक्ट्रिक जगमा पानी मजाले उमाल्नुस् र त्यो उम्लेको पानीको भाँडोलाई बच्चा सुत्ने कोठाको एक सुरक्षित कुनामा बच्चाले नभेट्ने गरी राखिदिनुस्। यसबाट निस्कने बाफले कोठाको हावालाई सुक्खा हुन दिँदैन, जसले गर्दा बच्चाको नाक र छाती खुल्न थाल्छ। तर तातो पानीको भाँडालाई बच्चाले भेट्टाउने वा खुट्टाले लात हान्ने ठाउँमा कहिले पनि राख्नु हुँदैन। सानो बच्चालाई सिधै भाँडोमाथि राखेर बाफ दिलाउने गल्ती कहिले पनि नगर्नुहोस्। यसले बच्चाको कलिलो छाला पोल्ने वा श्वास नलीमा असर गर्ने डर हुन्छ। कोठामा बाफ छोडेको बेला झ्याल र ढोका थोरै बन्द गर्दा बाफ कोठाभित्रै रहन्छ र बढी इफेक्टिभली काम गर्छ।
तर याद राख्नुहोस्, यदि बच्चालाई 100 डिग्री भन्दा माथि ज्वरो आएको छ, सास फेर्न धेरै गाह्रो भएको छ, बच्चाले केही खान मानेको छैन र एकदमै सुस्त छ भने तुरुन्तै डाक्टर कहाँ लैजानुस्। यस्तो बेलामा घरेलु उपचारहरू पर्याप्त हुँदैनन्। यी त भए मैले गर्ने घरेलु उपायहरू। रुगाखोकी लाग्दा तपाईँ आफ्नो बच्चाको लागि कुन कुन घरेलु रेमेडीहरू अपनाउनुहुन्छ मलाई कमेन्टमा भन्नुहोस् है त। यदि यो भिडियो हेल्पफुल लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला ताकि अर्को पटक खोज्दा सजिलै भेटियोस्। साथै यस्तै आमा र बच्चाको हेरचाह सम्बन्धी भिडियोहरू हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अन्तिममा बच्चालाई रुगाखोकी लाग्दा भुलेर पनि गर्न नहुने 5 गल्तीहरूको बारेमा जान्नको लागि यहाँ छोएर त्यो भिडियो हेर्न नभुल्नुहोला। धन्यवाद।